यस बिचरा यसको हाइट नपुगेर तल अझै पनि त्यही हाल्नु परिरहेको छ बिचरा हाइट सानो भएको घाटा भइरह्यो यसलाई दामी भ्यू आछ हैन हेर्न सक्नुहुन्छ यो फुल के यो एकचोटी पानी परेपछि त बा सबै सफा भइदियो हैन। हेलो गाइज वेलकम ब्याक टु द न्यू ब्लग। के सबैजना ठिकठाक हुन्छ होला अनि के छ सबैजना ठिकठाक छ र अनि सबैजनालाई गुड मर्निङ सर्वप्रथम त अनि आज चाहिँ शनिबारको दिन इक्जाम चलिरहेको छ तैपनि म ब्लग बनाएको छु। हेर्न सक्नुहुन्छ यस्तो दामी भ्यू आछ हैन हेर्न सक्नुहुन्छ यो फुल के यो एकचोटी पानी परेपछि त बा सबै सफा भइदियो हैन। फुल क्लियर भ्यू चाहिँ हेर्न सक्नुहुन्छ तपाईले ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ फुल दामी क्वालिटीमा अहिले क्वालिटी त क्यामेराको त्यस्तो छैन कि तर पछाडिको भ्यू चाहिँ दामी आछ हैन। अनि आज चाहिँ नि म के सोचे भन्दाखेरि यो फलामको जुन हुन्छ नि यो रेलिङ यस्तो कि माथि जाने ठाउँमा चाहिँ पिङ बनाएको मैले हैन। अनि तपाईले पहिला पिङ बनाएको प्रोसेस हेर्नु अनि त्यसपछि हाल पिङ बनाइहाया। पिङ बनाउनुको मेन कारण चाहिँ यतिकै यहाँ बसेर मस्त भ्यू आयो नि हैन यो भ्यूहरु हेर्नको लागि हो। अनि हेर्न सक्नुहुन्छ अहिले चाहिँ पानी ठ्याक्क परेपछि यो सबै चाहिँ सफा भइदियो हैन सबै चक्क सफा भइदियो। त्यो भएर दामी देखियो नि यता बादल यतातिरको बादलहरु देखियो हैन। अनि यतातिर पनि हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ गाइस फाइनली यो पिङ राखे हैन। अनि यसलाई चाहिँ यो हाइट नपुगेको कारणले हैन हाइट नपुगेको कारणले यस्तो त्यसमा तल त्यो जर्किन थियो एउटा जर्किन फुटेको जर्किनमा राखेर बस्नु परिरहेको यसलाई फुल यसरी तल जर्किनमा टेकेर बस्नु पर्यो बिचरा हाइट नपुगेर हाइट कम भएको कारणले गर्दाखेरि माथि धेरै बान्दिए नि मैले त्यसले गर्दाखेरि यसलाई यसरी बस्नु परिरहेको। यसको चाहिँ यो हाइटको प्रब्लमले यस्तो हो नि यो त बान्ने माथि हेर त फुल त पुरै बान्ने हाइटको प्रब्लमले गर्दा पुरै तल यस्तो राखेर बस्नु पर्यो। यसले बनाएको चाहिँ मेरो लागि हो तर बस्न यो परिरहा यस्तो टेस्टिङको लागि बसिरहा। पहिला त्यसमा गात्ता हाल्नुपर्छ रोक म गात्ता लिएर आउँछु एउटा यहाँ गात्ता गात्ता चाहिँ अब यहाँदेखि अर्को च्यातेर लाने हो। यो नजाने च्यात्रिकै लगाउनु अब यस्तो गात्ता अनि मेरो हुडी हालिदिन्छु यहाँ बस्नको लागि। फाइनली यो चाहिँ बसिसकेछ हेर्न सक्नुहुन्छ यस्तै दुख्या कि नै तल बस्दा साप्रामा दुख्या रोक मेरो हुडी हालौँ र कि त आफूले बनाएको पिङमा आफ्नै हुडी राखेर टेस्ट गरिरहनु हो साप्रा देखेर। फाइनली गाइस यो चाहिँ दामी भइसक्यो हैन अब मस्त खेल्न मिल्छ है एकदम बलियो भयो कि नै केही थाहा छैन बन्न चाहिँ दामी भने पिङ चाहिँ हल्का यतातिर भएन कि बल्ल बन्यो नि त दामी दुख्दै दुख्यो छैन यहाँले त। फाइनल गाइस हुन्छ यतिको पिङ बनाएर चाहिँ माथि चाहिँ उयो कडा खट्याक गरिरह्यो यार हेर्नु सक्नुहुन्छ यो चाहिँ यहाँ खट्याक गरेर चाहिँ म यो डराएको यार यो खट्याक गऱ्यो यार यो खट्याक गरेको त्यहाँ अड्केर अहिले त खेल्दा कस्तो हुन्छ। यस बिचरा यसको हाइट नपुगेर तल अझै पनि त्यही हाल्नु परिरहेको छ बिचरा हाइट सानो भएको घाटा भइरह्यो यसलाई खेल्न हल्का मच्केन हल्का नि बिचरा एउटा यो पोल भएको चाहिँ यसलाई बहुत फाइदा भयो धन्नै ठोक्यो क्या यो पोल भएको कारणले चाहिँ गाइस यसलाई चाहिँ धेरै फाइदा भयो हैन। मेरो हुडीमा मस्त बसियो अनि यो चाहिँ मेरो यहाँ फोनको कभर खोलेर बस्यो किनभने क्यामेरा क्वालिटीमा यसले धेरै इफेक्ट पारिदियो। यो गात्ता हाल्न लिएर थिएँ आखिर त्यो हाल्नु पर्यो मेरै हुडी हाल्नु पर्यो धेरै सानो गऱ्यो यत्रोले नि कहाँ अठाउँछ र भनेर अनि यही हाल्दा पनि साइडतिर साप्रातिर दुख्छ हैन। अनि अहिले चाहिँ पिङ बनाएर एकदम रेडी भइसक्यो। यसमा चाहिँ अब अहिले ल्याएर म
भोलिको सब्जेक्ट सायद पढि यहीँ बसेर पढ्न सक्छ एकछिनमा। भोलि चाहिँ साइन्स सब्जेक्ट छ। अनि हामी चाहिँ आज आयो माथि छतमा आउनुको मेन मुख्य उद्देश्य भने के थियो भन्दाखेरि यत्तिकै आएको चाहिँ होइन होइन, मतलब यत्तिकै आएको होइन, मस्त यत्तिकै पानी परेको थियो, सफा हुन्छ नि थाहा थियो, त्यही भएर आइएको थियो। अहिले चाहिँ झन् हेर्नु डाँडामा ट्याक्क घाम परेर यस्तो स्पेसल भए। यो चाहिँ यहाँ के चलाउँदै बसिरहेको दाले, त्यो टी सर्ट हेर त, भित्र च्याप्दो टी सर्ट पुरै च्याप भित्र। अनि अहिले चाहिँ अब गर्मी लाग्यो भन्न थालेको, अस्ति भ्लग हाल्यो भने गर्मी लाग्यो भनेको। हेर्नु सुन्छु त बादलहरू दामी देखियो कि त्यो बादलहरू होइन। अनि मेरो उसको पेज पनि देख्नुभयो होला होइन, अनि युट्युबको माथिको जुन आइकनिक प्रोफाइल पेज हुन्छ नि त्यो पनि मैले चेन्ज गरिसकेँ हो। अनि यही भर्खरै फोटो खिचेर झापझुप चेन्ज हालिदिइहालेको। अनि भर्खर हालेकोलाई त्यही 1-2 मिनट भइसक्यो होला। तपाईँले भोलि अब आज भ्लग आयो नि जुन आजलाई 6:30 आयो, त्यसपछि तपाईँले हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ म कपडा धुन आएको चाहिँ त्यतातिर जाने त मेसिन कटर गरेर आवाज साउन्ड आयो होइन। र कल चाहिँ फेरि यस्तो पुरै घाम लाग्छ कि भनेको, के अरे पुरै पानी पर्छ कि भनेको फेरि घाम लागिसक्यो। अनि भाइहरू उहाँ तल पर गएछन् खेल्न छोड्दा, उहाँ त रातो टी सर्ट लाएर खुट्टु खनिरहन्। अनि हामी चाहिँ यहाँ मस्त बसेर भ्यू हेरिरहेन, यस्तो दामी भ्यू। प्लस यहाँ पिङ बनाइयो। अब यो मेरो हुडी यहीँ हुने भयो सायद। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ कपडा सुकाउन गइसक्यो। अनि म चाहिँ अझै एक लट अझै फेरि स्पिन गर्न यसले कपडा सुकाउनु चाहिँ सक्छ सबै। त्यति सुकाउँदाखेरि मैले अब यहाँ स्पिन गर्न राखिदिन्छु। अनि त्यसपछि अब यसो भोलिको सब्जेक्ट पढ्नु पर्दाखेरि हुन त अहिलेसम्म पढेर गाइनँ अहिलेसम्म कहिले पनि, त्यही पनि भन्ने मात्रै हो। तर जतिखेर नि यता हेर नि टक्क कि यो भ्यू जुन वहाँ परदेखि लिएर त सबै दामी देख्यो। तर यो बादल चाहिँ सेम यो जुन डल्लो बादल छ नि, यो त सेम के त यत्तिकै ल्याएर राख्दै जस्तो देखियो यार, सेम। फुल यता पनि बादल भयो, माथि फुल निलो बादल, निलो जताकति के देखियो। अनि त्यसपछि अब चाहिँ यस्तो यहाँ कपडा स्पिनमा हालेर फेरि सुकाइन्छ अर्को लट पनि। जुन चाहिँ अहिले चाहिँ फुल यो हुन्छ नि कपडाहरू सब सुकाएर रेडी पारिदिइसक्यो। मैले फेरि भित्र पनि हालिदिइसकेँ फेरि कपडा स्पिन गर्नको लागि। अनि यो चाहिँ रात पर्नुभन्दा पहिले चाहिँ लिएर जानुपर्छ, फेरि राति पानी पऱ्यो भने गाह्रो हुन्छ। फेरि यत्रो मेहनतले धोएको, भोलि सुलाउने बेलामा सट्टै सब भिजेको भयो भने त आपत पऱ्यो नि, राति पानी पर्न सक्छ सायद होइन। त्यस्तो भन्न त सकिन्न पानी पर्न सक्छ भनेर, किनकि छक्क घाम लागिसक्यो अहिले। अनि अब चाहिँ मस्त यो यतातिरको बादलहरू दामी देखिया छ कि तर यहाँदेखि हेर्ने हो फुल यस्तो देखिया छ होइन। यो चाहिँ फर्स्ट टाइम मैले यस्तो देखेको यार, न त आजसम्म म कहिले पनि यस्तै छतमा आएर कहिले पनि यस्तै भ्यू हेरेको थिएन। भ्यू हेर्नु चाहिँ दामी मजा आउँछ होइन। त्यो के गराएको त खै देखा त, यस्तो खेल्नेवाला यस्तो बाजे। अनि आजको भिडियो तपाईँलाई कस्तो लाग्यो गाइस, राम्रो लाग्यो भने लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि यस्तै फेरि पनि अर्को भ्लग आउनु छ। अब अर्को छुट्टीमा यदि आजको यो भिडियोमा तपाईँले कमेन्ट गरिदिनु भयो भने म स्कुलमा गएर भ्लग बनाउँछु नि, इक्जामको भ्लग। इक्जाम हलमा त बनाउन मिल्दैन, तर बाहिरको बनाउँछु। कमेन्ट गरिदिनु। हस्त जय नेपाल।